कहिलेकाहीँ यात्रा सुरु हुन्छ एउटा सानो अलार्मको आवाजबाट। आज त्यस्तै एउटा बिहान हो जहाँ उत्साहले निन्द्राभन्दा पहिले आँखा खोलेको छ। पाल्पाको तानसेनबाट आज यात्रा सुरु हुँदैछ पोखरातर्फ। कहिलेकाहीँ गन्तव्य ठुलो हुँदैन, तर त्यो यात्राले दिने अनुभव असाध्यै सुन्दर हुन्छ। र आजको यो यात्रा मलाई लिएर जाँदैछ पोखराको अर्को सुन्दर दिनतिर। र आजको गन्तव्य हो तानसेनदेखि पोखरा, पोखरादेखि ताङतिङ। पोखरा पुगिसकेपछि यो सहरको वास्तविक सुन्दरता तालको किनारमै महसुस हुन्छ। अनि अब हामी गर्दैथ्यौँ कायाकिङ। फेवा लेकको शान्त पानीमा कायक बिस्तारै अगाडि बढ्दै जाँदा समय पनि अलि ढिलो चलिरहेको जस्तो लाग्छ। पानीको सतहमा हल्का छालहरू उठिरहेका छन्। टाढा पहाडहरू शान्तले उभिएका छन् र वरिपरि फैलिएको हावाले मनलाई अझ हल्का बनाइरहेको छ। कहिलेकाहीँ यस्तो क्षणहरूमा लाग्छ यात्रा ठुलो हुनु जरुरी छैन, बस केही समय प्रकृतिसँग बिताउन पाउनु नै सबैभन्दा ठुलो आनन्द हो। र यही पोखराको तालमा कायाकिङ गर्दै गर्दा म महसुस गर्दै थिएँ कि कहिलेकाहीँ सबैभन्दा राम्रो थेरापी भनेको एउटा शान्त यात्रा नै हुन्छ। त्यसपछि रमाइलोको अर्को अध्याय सुरु भयो फन पार्कमा। बक्सिङ मेसिनमा पन्च हान्दा स्ट्रेस नै बाहिर निस्किएको जस्तो लाग्थ्यो। सुटिङ गेम खेल्दा त निशाना कति लाग्यो भन्दा पनि हामी कति हाँस्यौँ भन्ने कुरा झन् महत्त्वपूर्ण लाग्यो। बेलुनहरू फुट्दै थिए र मनका त्यो शङ्काहरू पनि त्यस्तै गरी हराउँदै थियो। त्यहाँ हामीले बोर्ड हकी खेल्यौँ, त्यो पनि रमाइलो नै थियो। गोल कसैले नगरे पनि रमाइलो उत्तिकै लाग्यो। त्यसपछि बाइक राइड गर्दै हामी लाग्यौँ गाउँ खोलातिर र चढ्यौँ ताङतिङ जाने बस। साँझतिर हामी बस चढेर लाग्यौँ ताङतिङ भिलेजतिर। अफरोड बाटो र पहाडको बीचबाट गुडिरहेको बस, यो यात्रा आफैमा एउटा एडभेन्चर थियो। ताङतिङ पुग्दा रात परिसकेको थियो र हामीले जाने बित्तिकै खाना खायौँ र गाउँको शान्त वातावरणमा बारबेक्यू सुरु भयो। आगोको ताप, साथीहरूको हाँसो र पहाडको चिसो हावा। पहिलो दिन साँच्चै अविस्मरणीय बन्यो। I just had to let you know you're